यो र्याप चाहिँ हामीलाई 9 महिना कोखमा राखेर जन्म दिने मेरो आमा अनि यो दुनियाँमा रहनुभएका महान आमाहरूको लागि है त। सबैले अन्तिम समय हेरेर साथ दिनु होला। यही आमा तिमी महान आमा, मेरी भगवान आमा, औषधि हुन् खुसी राख्ने सन्तान। फुटेका पाइतालाले छोरा छोरी हुर्काइन ज भन्नु पर्दा मेरी आमा जिउँदो भगवान। निस्वार्थी नारी उनी पाप छैन मनमा, 9 महिना कोखमा राखी हामीलाई दिनुभयो जन्म। धरतीको देवी उनी सन्तानको आर्मी, हामीलाई खुसी राख्न खोज्छिन् दुःख भए नि जीवन। आजकलका छोरा छोरी विदेश जान्छन् बामा छोडेर, छोराले आमा बिर्स्यो बसरे छुटेर। आजकलका सन्तानले आमा बाको दुःख बिर्से उडाइदिन्छन् आमा शब्द मजाक बनाइदिएर। छोराले बुढी हेर्छ आमालाई छोडेर, राखेको छ रे आमालाई वृद्ध आश्रम लगेर। भोलि तै श्रीमतीले डिभोर्स दिएपछि बल्ल थाहा पाउनेछ आमाको महत्व के भनेर। आमा त्यति महान आमा, मेरी भगवान आमा, औषधि हुन् खुसी राख्ने सन्तान। फुटेका पाइतालाले छोरा छोरी हुर्काइन ज भन्नु पर्दा मेरी आमा जिउँदो भगवान। धन्यवाद सबैजनालाई।